नमस्ते साथीहरु, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई दक्षिण कोरियाको एकदमै पुरानो राजकीय दरबार देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यो दरबार चाहिँ सन् 1394 मा राजा तेजोङले बनाएका थिए। हालसालै चाहिँ यसलाई नेशनल प्यालेस म्युजियम अफ कोरिया र नेशनल फोल्क म्युजियम अफ कोरिया नामले चिनिन्छ। यो दरबार चाहिँ कोरियाको जोङ्गो जिल्ला सौलमा अवस्थित छ। यता चाहिँ दरबार बाहिरको कम्पाउन्ड हो। चाहिँ भित्र छिर्ने प्रवेशद्वार हो। 13औं शताब्दीको राजाहरू बस्ने दरबार यस्तो छ। सबैलाई स्वागत छ है। हुन्छ भाइ, मलाई त स्वागत गरेर हुन्छ। म त आइहाल्छु त्यतिकै। हाम्रो वहाँका बलबहादुर खालिङ भाइ, ईश्वर भाइ, प्रवीण भाइ, कृष्ण भाइ भ्लग आउने छ है भनेर। Luisa, mira. ¿Cuánto? ओके छ। भिडियो लामो यता चाहिँ हाम्रो नेपाली दाजुभाइहरूको टिमको चाहिँ सल्लाह भइराखेको छ। टोलीहरू के छ त? तपाईं कहाँ जानुभयो? म हराउनु भयो त। दरबारले झन् खायो नि। दुई शब्द जाओस् न। हेलो हेलो, हामी चाहिँ आज घुम्न आएको छौँ। भाइहरू त चिन्दैन त। अब मामा सिटी बिरामी के 보자고.
कति थियो होला माथि खोलिदिनु खोलिदिउँ केही फरक पर्दैन सबैले खोलिरहेछ के खोइ लाको भाइ खोइ त अगाडि गइसक्यो यहाँबाट खासै राम्रो देखिँदो रहेछ तलबाट दामी देखिन्छ